आज हामी है सबैजना यहाँ कन्यामा रहेछु अन्त यहाँ मसँग हुनुहुन्छ है यहाँ हाम्रो दिदी हुनुहुन्छ है अन्त हामीले यहाँ घुमिसके एक्चुअली वी हेभ अलरेडी यहाँको टुरहरू गरिसकेको छु अन्त यहाँ हाम्रो दिदीहरू हुनुहुन्छ है यहाँ म्याम हुनुहुन्छ हो अन्त यहाँ अर्को म्याम हुनुहुन्छ अन्त मजा आयो आजको टुर राम्रै भयो है अब हामी चाहिँ श्री अन्दुतरपट्टि जाँदैछु अनि यहाँ चाहिँ हामी घुमिसकेको छु सो अब हामी सबैजना गाडी चढेर है राम्ररी सबैजनाले राम्ररी घुम्यो अनि अब चाहिँ हामी जाँदैछु यहाँको भ्यूहरू हेर्दा राम्रो लाग्यो अनि हेरौँ अब अगाडि गएर के हुने हो तपाईहरुलाई कस्तो लाग्यो यहाँ आज आएर है राम्रो लाग्यो है अन्त अब हामी चढ्दैछु अनि आज तपाईलाई कस्तो लाग्यो यता आएर है अलिक भनिदिनु होला मजा त आयो नि हजुर तर चाहिँ अलिकति साह्रो पर्यो है दिदीलाई त अलिकति साह्रो पर्छ बाटोमा हाम्रो यहाँ दादा हुनुहुन्छ है हामी अन्त पुगेर तपाईलाई है अगाडिको अझै मनोरम दृश्यहरू देखाउने छु सो किप वाचिङ के भयो भन्दा चाहिँ आज एउटा कुरा है तपाईहरुलाई फेरि मैले ब्लगमा ल्याएँ फेरि हेर्नुस् है यहाँ चाहिँ हाम्रो म्यामको एउटा फोन हराएछ हो अब हामी यहाँ खोजिरहेको छु ए तर पाएछु हामीले फोन है अब तपाईलाई अब अन्त पुगेर हामी फेरि तपाईलाई त्यहाँको मनोरम दृश्यहरू देखाउन छु त्यहाँको हामी जन्तु जस्तो हुने हो ओके है त्यसो भए लु मजा आउँदैछ हैन सबैजनालाई है मजा आउँदैछ है ला को फेरि हेलमेट लगाएर घोडामा यस्तो फेरि है अब वेलकम ब्याक है हामी यहाँ एकछिन पर्खिरहेछु हाम्रो यहाँ दुईजना म्याडमहरूलाई निकै साह्रो परेछ है थर्ड अर्को म्याम पनि जानु भएको छ हो अन्त दिदी कस्तो लागिरहेछ अहिलेको ट्रिप तपाईलाई हजुर म्याम तपाईलाई मलाई त एकदम रमाइलो भइरहेको छ नेपालको भाषामा भनिदिउँ न है रमाइलो भइरहेको होला है म त निकै रमाइलो कि बस्नुपर्छ कि उल्टी हुँदैन ए उल्टी हुँदैन आज मैले फर्स्ट टाइम सुनेको है कसैलाई मेरो सब्सक्राइबरहरूलाई उल्टी हुँदैछ भने गाडीमा ट्राभल गर्नु हुँदैछ भने न्युज पेपर चाहिँ बोकेर हिँड्नुहोस् न्युज पेपरमा बस्नुहोस् अरे उल्टी हुँदैन अरे है यो चाहिँ हाम्रो नम्रता म्यामले भन्नुभएको पोलिथिन चाहिँ त्यो लास्ट अप्सन हो तर त्यसको अगाडि चाहिँ न्युज पेपर चाहिँ राख्नुहोस् अरे है बुझ्नुभयो होला हामी यहाँ भर्खर आइपुग्यो निकै टाइम लाग्यो पुग्नु तर रोकिँदै भए पनि हामी यहाँ आइपुग्यो अब तपाईलाई यहाँको दृश्य देखाउने छु हामी अनि किप वाचिङ है लु अब हामी आइपुग्यो है यो रहेछ श्री अन्तु भन्ने जग्गा है यहाँ हल्का यी हेर्नुहोस् है यहाँ यी हामी अब यी आइपुग्यो यस्तो रहेछ जग्गा है वेल दामी है लु अब हामी आइपुगेको छु यहाँ अन्त लेट्स अब के हुने हो यो जग्गालाई हामी एक्सप्लोर गरेर तपाईलाई भन्ने छु अनि किप वाचिङ यस्तो रहेछ जग्गा तपाईँलाई अझै देखाउने छु है कहाँ अगाडि गएर यस्तो रहेछ निकै राम्रो रहेछ मजाको रहेछ कुल पिस काम है मलाई त मिरिक आएको जस्तो लाग्यो तर यस्तो रहेछ जग्गा हाम्रो है अब हाम्रो टिचर्सहरू पनि आउनुहुँदैछ है हेर्नुहोस् है तिनीहरू आउनुहुँदैछ अन्त ठिकै छ पिसफुल लाग्यो वर्थ कमिङ है हामीले चाहिँ अचानक प्लान बनायौँ अनि फर्स्ट चाहिँ हामी कन्याम गएको थियौँ कन्यामबाट अचानक प्लान बनाएर हामीले चाहिँ श्री अन्तु पनि गइहालौँ भनेर चाहिँ हामी यहाँ आइपुग्यो बट इट वाज नट इन आवर
एक्चुअली आइटिनरी सो यो अचानक हामीले यो प्लान बनाए है अनि यहाँ हाम्रो म्याडमले भिडियो बनाउनु भन्दैछ ल है उतै नीलिम मैम हो नीलिम मैम सो कैसा लगा जगह आपको बहुत ही मस्त जगह है मस्त जगह है ना ओके अब नेक्स्ट टाइम तो आप अपने पार्टनर के साथ आइएगा जरूर जरूर है अर्को म्याडम त यहाँ हुनुहुन्छ ऊ देख्नु भएको छ ऊ है प्रधान है उहाँ चाहिँ पछि आउनुहुन्छ अरे हो बिहा गरेर आउनुहुन्छ अरे अन्त हेर्नु न हो यहाँ अर्को म्याडम पनि हुनुहुन्छ दिदी मेरो दिदी पर्छ तर दिदी चाहिँ बिहान आउँदा चाहिँ ओभर राम्रो थियो अहिले मन्जुलिका भइसकेको छ बेसी रेस्ट गरेर फेरि आएर दिदी है अन्त दिदी कस्तो लागिरहेछ तपाईँलाई दिदीलाई त खास चाहिँ नि साह्रै पऱ्यो बुझ्नुभयो दिदीलाई पुरा साह्रो परेको थियो अन्त आउँदाखेरि अन्त सो है पुच्का छ अरे पुच्का खाने हो पुच्का छ अरे पुच्का खाने हो तपाईँले खानु दिदी अलिक अमिलो कुरा खानुहोस् होइन हुँदैन तपाईँलाई होइन यो त पुच्काहरू खाइन्छ अहिले फर्किँदा खान्छ है एक घुमेर आउनु न तपाईँलाई है होइन हुन्छ लो यसले मिस चलिए मार डालेगा हम लोगों ने निकालने में आगे खाने में भी आएगा यही त फर्किँदा बाटो यही होइन हजुर हुन्छ फर्किँदा है ल थाहा छैन हाम्रो म्याडमहरू कहाँ जानुभएको चिया 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 ओके के मजाको रहेछ है टक्कै हेर्नुहोस् अब यस्तो छ दिदी कस्तो लागिरहेछ तपाईँलाई मिरिक जस्तै छ तर स्मेल त कस्तो कस्तो आइरहेछ है ओके त्यो त सायद घोडाले गर्दाखेरि होला हो तर वेल हेर्नु सक्नुहुन्छ मजाको जग्गा छ है यहाँ त हामी म म्याम एक्चुअली आइ एम ब्लगिङ राइट नाउ म त भिडियो गर्दैछु है चिया हुन्छ होला चिया एक्चुअली होइन एक्चुअली म्याम आई एम ब्लगिङ राइट नाउ अनि म्याम कस्तो लागिरहेछ तपाईँलाई कस्तो राम्रो लागिरहेछ उयो हेर्नुहोस् न रुख टमाटर फलेको ए यो रुख टमाटर त म्याम घर घरमा हुन्छ यहाँ हाम्रो दिदीले यहाँ हेर्नुहोस् है यहाँ भिडियो गरिराख्नु भएको छ एक्चुअली आइम नट टेकिङ फोटो राइट नाउ म चाहिँ भिडियो गर्दैछु ओके है सो ठिकै छ अब हामी अलिकति केही चिया खाने हो है अनि ल तपाईँलाई एकछिनमा अब हामी फेरि अपडेट गर्नेछु यहाँको अलिकति राम्रो दृश्य हामी यहाँ आइरहेको छु श्रीअन्तुमा अनि अब चिया है खाने हो अनि एकछिन पछि चाहिँ मजाले लन्चै गर्ने हो लन्च भन्दा पनि जे पाउँछ त्यही खाने हो है त्यसको बाद चाहिँ तपाईँलाई फेरि अझै अगाडि गएर जग्गाको दृश्यहरू देखाउने हो अनि अहिलेसम्म त मजा आइरहेको छ तपाईँको नाम त्यही है अलिकति भन्नु हजुर तपाईँ यहाँ त तपाईँको घर यतै हो तपाईँको है आफ्नै कम्पाउन्ड हो यहाँकै लोकल हो अन्त यो श्रीअन्तुमा है अहिले फिलहाल हामी तपाईँको हस्पिटालिटी चाहिँ मन पर्यो तपाईँको है बोल्ने त्यही त आज हामी खास चाहिँ हामी कन्यामा आएको थियो हो अचानक फेरि प्लान भयो अगाडि पनि जाउँ न त भनेर चाहिँ घुम्नु आएको बेलामा एकैतालमा घुमिहालौँ भनेर चाहिँ है हजुर तपाईँ इन्डियाको नेपाली म नेपालको यहाँ आउनु भयो भने चाहिँ यहाँ आन्टीलाई कन्ट्याक्ट गर्नुहोस् यहाँ कति पनि टाढो छैन हो मेन गेटदेखि अलिकति अगाडि आयो भने हो तपाईँले यहाँ आन्टीलाई भेट्नु भइहाल्छ हो पोखरीकै छेउमा छ
अनि अहिले हामी सबैजना है ल होइन हामी आफै आएको ड्राइभरले विश्वास गर्दैन यहाँ त अलिकति होइन म सोमी बोलेको दादा नमस्ते दादा सो गाइस अब हामी चियासा खाएर फेरि है यहाँको मनोरम दृश्य हेर्दै अगाडि बढ्दैछु अनि यहाँ मेरो कलिगहरू है सबैजना मजाले इन्जोय गर्नु भइरहेछ अनि मलाई एउटा कुरा के मन पर्यो भन्दा चाहिँ यहाँ चाहिँ यस्तो पिसफुल लाग्यो मलाई अनि यहाँ आएर तपाईँले जस्तो कि अब हप्ताभरिको थकानहरूलाई मेटाउनु मन छ भने आएर है होमस्टे पनि रहेछ अघि आन्टीसँग बोलेको आन्टीको है आफ्नो होमस्टे रहेछ बोले र उहाँको बोल्ने तरिकै मन पर्यो मलाई अनि उहाँको जुन चाहिँ एउटा अगाडि गाइड गर्ने हुन्छ नि त्यो चाहिँ मलाई धेरै मन पर्यो अनि अब यहाँ अझै तपाईँलाई म देखाउने छु यहाँ कस्तो कस्तो खालके उयोहरू छ है होमस्टेहरू छ तपाईँ हेर्नुहोस् होला सो यस्तो खालको रहेछ है सबै छ यी माथि यहाँ हाम्रो म्यामहरू है फोटो खिच्नुमा सो मिस तपाईँलाई दादा मिसिङ हुँदैछ होला है दादासँग आउनुहोस् होला नेक्स्ट टाइम दादा है अनि दिदी कस्तो लाग्छ तपाईँलाई पिसफुल लाग्यो है तर है दिदी ओभर मन पर्यो मलाई पिसफुल लाग्यो यहाँ यस्तो रहेछ माथि है कहाँबाट दिदी यताबाट घुम्ने कि यता यहाँबाट त घुम्नु उता त केही छैन होला यहाँ यस्तो रहेछ मिराज होमस्टे रहेछ है ए रिजोर्ट मिराज रिजोर्ट भन्ने रहेछ यहाँ है सो कहीँ गएको होइन एक्चुअली माथि फोटो खिच्नु हुने अरे म्यामले फेरि सेल्फी चाहिँ अब माथि म्याम उयो माथि चढेर गर्दा पनि हुन्छ उयो माथि है चौतारामाथि है सो अब हामीले यहाँ फोटो सबै खिचेर है एक राउन्ड लगाउँदैछु अनि यस्तो रहेछ यहाँ धेरैवटा उयो रहेछ यहाँ के हो त्यो दिदी त्यसलाई चाहिँ के भन्छ त्यो ह्यान्ड के हो हाङ ओ सरी मलाई अलिक पढ्नु आएन है हाङ दरबार रहेछ माथिको रहेछ मिराज रिसोर्ट है टोटम छ यहाँ टोटम चल्दो रहेछ एक्चुअली यो राउन्ड लगाउनुको लागि होला यति मात्रै होला एक्चुअली है यहाँ तपाईँले टोटम देख्न सक्नुहुन्छ है आउँदैछ सो यहाँ रहेछ भाग्यश्री कटेज यहाँ धेरैवटा यस्तो उयो रहेछ है तपाईँ यहाँ आएर धेरै उयो गर्नु सक्छ है इन्जोय गर्नु सक्छ सो इफ यु वाचिङ फ्रम एनी different place right please then this place you can kindly watch this video and like this video you can subscribe to my channel so यहाँ photography चलिरहेको छ है सो यहाँ धेरै रहेछ आई थिंक यहाँ बेलुका चाहिँ दामी हुने रहेछ है झिलिली भएर सबैजनाहरू यहाँ मजा आउने रहेछ सो हेर्दै जानुहोस् होला है यस्तो छ यो एरिया मजाको लाग्यो है सो गाइस अब हामी चाहिँ यहाँ मजाले इन्जोय गरेर है अब चाहिँ यहाँबाट निक्लिने हो अनि यहाँ हाम्रो यहाँ अङ्कल हुनुहुन्छ है उहाँले हामीलाई राम्रो ट्रिटमेन्ट दिनुभयो है मजा आयो हाम्रो चाहिँ बाबुहरूलाई एकदम चाहिँ वेलकम छ है होल दार्जिलिङहरूलाई चाहिँ हाम्रो चाहिँ वेलकम छ वेलकम है हाम्रो फरक भए पनि हाम्रो घर एउटै हो है हाम्रो भाइ बहिनीहरू भाइहरू सबै आउनु भएको छ
त्यहाँ सबै आउनेहरूलाई हाम्रो अन्तुको तर्फबाट इलामको तर्फबाट वेलकम छ है वेलकम बाबुजी वेलकम राम्ररी जानुहोस् थ्याङ्क यू सो मच है थ्याङ्क यू सो मच हामीलाई मजा आयो है 2023 ह्यापी न्यू इयर सबैलाई हुन्छ सो गाइस तपाईलाई भिडियो मन पर्यो भने प्लिज लाइक गर्नुहोस् होला है सब्सक्राइब गर्नुहोस् अनि मजाले सेयर गरिदिनुहोस् है यहाँ आउनुहोस् होला है यो चाहिँ यस्तो दामी जग्गा छ है मजाले यहाँ तपाईँ आएर यहाँ आन्टीकोमा आउनुहोस् कति पनि छैन हार्डली 100 मिटर्स होला हो 100 मिटर पनि छैन होला हो त्यहाँ आएर तपाईँहरू है मजाले इन्जोय गर्नुहोस् होला है ल यो भनेर म ब्लग एन्ड गर्छु है थ्याङ्क यू